रहेछ। साह्रो पर्यो नि त। यो प्रसङ्ग गर्नु पनि दुःख लाग्छ। डायलिसिसको जिन्दगी के जिन्दगी रहेछ र बाँच्नु बेकार छ। डायलिसिस एउटा मिसिनको भरमा बाँच्नु छ यो जिन्दगी। अहिलेसम्म यो जिन्दगी डोराएर ल्याउँदा 11 वर्ष लगायत भयो मैले डायलिसिस गरेको। दुखित छु, निशब्द छु। शब्द भन्ने कुरो कुनै कोष भनेर बोलेको कोष शब्दै छैन। दुखित छु म, एकदम दुखित छु। म एकदम दुखित छु। तर जिन्दगीमा दुखी मात्र भएर हुँदो रहेछ त। यस्तो हो, मान्छेले दुःखलाई दबाउनु सक्नु पर्यो। दुःखमाथि हाँस्नु सक्नु पर्यो। के गर्ने र दुःख कहेर कसैले यो दुःख कसैले लगिदिने होइन। दुःखलाई आफैले दबाउनु सक्यो भने बरु दुःखलाई नै दबाउयो भने आफूलाई अलिकति शान्ति भानी प्राप्त हुन्छ। त्यो फिल गर्नु भएको छ? यो फिल नगरेको भए त सायद म यहाँ अहिलेसम्म यसरी अगाडि आउँथिनँ। उहिले नै कहीँ कतै गइसकेको हुन्थेँ। त्यो आत्मशक्ति र मेरो भगवान्प्रतिको भक्तिले मात्रै म बाँचिरहेछु अहिलेसम्म। र मेरो परिवारको मायाले, मेरो नानीहरूको मायाले म अहिलेसम्म र इष्टमित्रको मायाले गर्दाखेरि मैले सबैको प्रेम पाएर म एकदम, मेरो शब्दमा धन्यवादको कुनै कोसै छैन। एकदमै राम्रो खुसी हाँसी यो जिन्दगी बचिरहेछ अहिलेसम्म। जिन्दगी के रहेछ? जिन्दगी यस्तो हो, सङ्घर्षमय जिन्दगी हो। सङ्घर्ष गरेन भने कसैको जिन्दगीमा अगाडि बढ्नै सक्दैन। एउटा भँगेरालाई पनि हुर्किनु र एउटा ओथ्रा लाउनु, बच्चा काट्नु, उसको नै एउटा जिन्दगी हो। उसले एउटा जुन प्रोसेस गर्छ, मान्छेले नि त्यही हो, सेम एउटै हो। मान्छेले नै कोसिस गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, हिम्मत हार्नु हुँदैन। सुखमा हाँस्ने, दुःखमा रुने यो राम्रो होइन। दुःखमा नै अब हाम्रो डायलिसिस कहिले छ? अब हाम्रो डायलिसिस सोमबार होइन? सोमबार छ। हप्तामा कतिचोटि गर्नुहुन्छ? 2 गरौँ भनेको 3 गर्नुपर्ने भयो। अब 2ले नहुँदो रहेछ। धन्नै संसार छोडियो नि धन्य होइन। उपरवालेको टेन्सन भएन बस्यो। हात भगवान्ले हात धन्नै थाल्नु। ल केही छ? थ्याङ्क यू केही छ मेरो सम्पूर्णलाई, मेरो माइला छोरालाई धन्यवाद। तपाईँको माइला छोराको पेजबाट कसैलाई केही छ सुझाव सल्लाह दिनुपर्ने? सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। सम्पूर्णले मेरो छोराको च्यानललाई यसो सहयोग गरिदिनु होला, सब्सक्राइब गरेर।